हेलो साथीहरू, माइ नेम इज किशोर श्रेष्ठ होइन, 19 ब्लग स्टार्ट गर्दैछु है। साथीहरू हामी ब्लड टेस्ट गर्न गइरहेको हो मेडिकलमा। हाम्रो ब्लड के निस्किन्छ हेरौँ है त। त्यहाँबाट हाम्रो रातो हुन्छ नि, सेतो कहाँ हुन्छ? सेतो त साङ्लाको हुन्छ नि। हो ल है त साथीहरू, यो हो तपाईँको के भन्छ अरे जाउँ न घुमाउँ है त साथीहरू। यहाँबाट सिधै अगाडि गयो भने बाग बजार निस्किन्छ। एरिया राम्रो छ हजुर, एकदम रमाइलो है। हामी दाजुभाइ है गइरहेछौँ, हामी चलिरहेछौँ। यहाँको साथीहरू देख्न सक्नुहुन्छ वरिपरिको नजारा एकदम रमाइलो छ हजुर। काठमाडौँको यतिखेरको मौसम घाम लागिरहेछ, मौसम खुल्ला छ। अब घाम लागिरहेछ, चुपचाप घन्टी छ भन्ने दिन पनि गइरह्यो। अब तर एउटा कुरो मलाई समस्या नआएको कुरो के भन्छ अरे, जात्रापाले किन यति ढिला गरेको? अलिक ढिला गऱ्यो नि त। यहाँबाट भित्र हो, यहाँबाट भित्र गएर उता अगाडि निस्किन्छ कि है। भित्र गल्लीमा छिर्छौँ है हामी साथीहरू, देख्न सक्नुहुन्छ। कतिवटा रमाइला रमाइला पल तिमी राति हिँड न, म तिमीलाई ठाउँमै पुऱ्याइहाल्छु। है त यता हिँड न, यता क्या कताबाट अरे यताबाट र न। तिमी खत्तम रहेछौ यार, हो भने वाउ नाइस प्लेस। हावा चलिरहेको छ मस्त चिसो हावा, घाम लागेको बेला हामी यसरी हिँडिरहेको छौँ, रमाइलो छ है त। ल हेर्नुहोस् हामी निस्किने बेला आयो। साथी घुमी घुमी नहेर न, चोकतिर भन्ने ठाउँ चाहिँ निस्किन आइसक्यो है त गाइज। ल हामी फाइनली बाग बजार निस्किसक्यौँ। बाग बजार पुतल सडक ल ओह्रालोमा झर्छौँ हामी सिधा अगाडि। फाइनली हामी मेडिकल आइपुग्न आइसक्यौँ। साथीहरू हामी फाइनली ब्लड टेस्ट गरेर आइसकेका छौँ, हिँडिसकेका छौँ मेडिकलबाट। अब घर जाँदैछौँ, हामी सामान पनि लिएर आएको छौँ। थोरै कपाल झरेर साथीहरू एकदम टेन्सन लागिसक्यो है। कपाल रोक्नुको लागि औषधि तपाईँहरू सजेस्ट गर्नु के छ है, मिनक्सिडिल लाउँदाखेरि के हुन्छ, त्यसको रेस्पोन्स कस्तो छ हजुरहरू सपोर्ट गर्नु होला। यो साथीहरू कमल लादी एरिया, अगाडि गइसकेपछि कमल पोखरी आउँछ है। यो एउटा तपाईँको काठमाडौँ प्लाजा महानगर अफिस, यो ठुलो सेतो बिल्डिङ है। यहाँ पहिला बालेन शाह बस्नुहुन्थ्यो, अहिले अब बालेन शाहले राजीनामा दिइसक्नु भएको छ। बालेन शाह अब सिधै प्रधानमन्त्री हुँदै हुनुहुन्छ भने अहिले सुमिता ढङ्गोले सम्हालिराख्नु भएको छ है। अब प्रधानमन्त्री बालेन शाह भइसकेपछि त अब तपाईँको देश यसै पनि दौडिने भइसक्यो। अब झन् मजाले दौडिन्छ। जे होस् यो पालि नयाँ नयाँ छन्, सबै क्यान्डिडेटहरू नयाँ नयाँ हुनुहुन्छ। नयाँ भइसकेपछि केही न केही हुन्छ भने आश भरोसा छ साथीहरू। माथि जाने ठाउँ थियो कटिसकेपछि अब के हुन्छ है त साथी। तर हजुरहरू लाइक कमेन्ट सेयर गर्नु नछोड्नु होला, फलो गर्नु होला। के हो साथीहरू, हजुरहरू त फलो पनि गर्नुहुन्न, के हो सपोर्ट गर्नुहुन्न। यसो सानो युजरहरूलाई यसो सपोर्ट गर्ने, फलो गर्नु पऱ्यो नि त। अनि हुन्छ नि त, हामी नि सपोर्ट गर्छौँ, तपाईँ पनि सपोर्ट गर्नुहोस्, अनि रमाइलो हुन्छ। यो हो हाम्रो कोइला खानीबाट निस्केको
भनेर के भन्नु होइन, यो चाहिँ हाम्रो धादिङको एकदम मिल्ने भाइ हो। धादिङे कुखुरेडन रहेको छ है, जाम भर्खरै खोलिसकेको छ साथीहरू। हामी फाइनली अब काम गर्ने ठाउँ पुग्न लाग्यौँ। यहाँ छ तपाईँ, हामी कृष्ण बेकरीमा पसलको अगाडि छौँ है, हेर्न सक्नुहुन्छ तपाईँहरू। हामी बेकरीको अगाडि छौँ। मेहनत गरेको छ हजुरहरूको लागि, त्यसो सपोर्ट गर्नु सपोर्ट गर्नु होला कृपया। हामी काम गर्ने ठाउँमा फाइनली आइसकेका छौँ। झन्डै दुखेन नि, आएन रगत कम रहेछ क्या मेरो। तपाईँले दुखाउनु हुँदो रहेछ है, अहिले दुखेन बब्बा आयो। 1 लिटर झन्डै आएन नि। खोल्नु भयो ल, चक्क